हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। हजुरहरूलाई नेपालीमा फेरि स्वागत छ। आजभन्दा पहिलाको भिडियोमा चाहिँ मैले युनिभर्सिटी अफ लक्जमबर्गको वेबसाइटमा हजुरलाई घुमाएको थिएँ। त्यहाँ अब फ्याकल्टीहरू कसरी हेर्ने, के छ फ्याकल्टीमा रिक्वायरमेन्ट कसरी हेर्ने देखाएको थियो। तर आज चाहिँ अब एप्लाई चाहिँ कसरी गर्ने, स्टेप बाई स्टेप के चाहिन्छ, रिक्वायर्ड डकुमेन्टहरू के हो, इलिजिबिलिटी क्राइटेरियाहरू के हो त्यो देखाउने छु। सुरुमा चाहिँ हामी युनिभर्सिटी अफ लक्जमबर्गको वेबसाइटमा गएर एजुकेसनमा जाउँ। एजुकेसनमा गइसकेपछि एडमिसन एन्ड रिइनरोलमेन्टको सेक्सनमा ब्याचलर एन्ड मास्टरमा जाउँ। हामीले यहाँ हेर्न सक्छौँ नन यु एप्लिकेन्ट्सको लागि 2026-2027 एकाडेमिक इयरको लागि चाहिँ फेब्रुअरी 1बाट 24 मार्चसम्म एप्लिकेसन खुल्ने छ होइन। यो एप्लिकेसनमा एप्लाई गर्न फर्स्ट स्टेप के हो त भन्नाले चुज अ स्टडी प्रोग्राम होइन। चुज अ स्टडी प्रोग्राम भनेको के चाहिँ हजुरहरू कुन कोर्समा आउने हो, साइबर सेक्युरिटीमा आउने हो कि इन्फर्मेसनमा आउने हो कि डेटा साइन्समा आउने हो, फाइनेन्समा आउने हो, केमा हो त्यो चुज गर्ने। चुज गरिसकेपछि त्यसको लागि यहाँ गएर हेर्न सक्नुहुन्छ कुन छ भनेर। मैले पहिलाको भिडियोमा नै बनाएको छु कुन छ भनेर। अनि त्यसपछि इलिजिबिलिटी क्राइटेरिया चेक गरौँ है। हामी थर्ड कन्ट्री भयौँ, थर्ड कन्ट्री रेसिडेन्ट पर्मिट चाहिँ हामीसँग छैन भनिसकेपछि मास्टर्सकै लागि हेरौँ। अनि हाम्रो पहिलाको डिप्लोमा चाहिँ नन यु हो नि त डिग्री। यदि तपाईँसँग पहिला युरोपियन डिग्री छ भने चाहिँ त्यही हिसाबको छुट्टै क्राइटेरिया हुन्छ होइन। त्यही हिसाबले हेर्न सक्नुहुन्छ। इलिजिबिलिटी क्राइटेरिया चेक गर्दाखेरि चाहिँ तपाईँको यहाँको डेडलाइन सकिन भन्दा पहिले चाहिँ तपाईँ पास आउट हुन पऱ्यो होइन। ब्याचलर कम्प्लिट गरेको हुनु पऱ्यो। अनि हजुरको प्रोभिजनल सर्टिफिकेट चाहिँ आइसक्यो हुनु पऱ्यो डेडलाइन भन्दा पहिले। ग्रेजुएसन सर्टिफिकेट त हाम्रो आउँदैन नेपालमा, किनकि अचल फास्ट भएको भए थाहा भएन। तर मेरो पालामा चाहिँ 1 वर्षै लाग्थ्यो ग्रेजुएसन सर्टिफिकेट आउन। तर प्रोभिजनल सर्टिफिकेटले मात्रै नै काम गर्छ एप्लाई गर्दाखेरि चाहिँ। त्यसपछि रजिस्टर अफ टाइटल भन्छ। रजिस्टर अफ टाइटल भनेको चाहिँ के हो भने हाम्रो उहाँको ब्याचलर डिग्री चाहिँ यहाँको मिनिस्ट्री अफ रिसर्च एन्ड हायर एजुकेसनले यहाँको लेभल 6मा रिकगनाइज गर्नु पऱ्यो। त्यो चाहिँ मास्टर्सको लागि चाहिँ एडमिसन लेटर आइसकेपछि बल्ल एप्लाई गर्ने हो। ब्याचलरको लागि चाहिँ पहिल्यै गर्नुपर्छ। मैले त्यो भनेको नि छु पहिलाको भिडियोमा। अनि ल्याङ्ग्वेज स्किलको बारेमा नि मैले पहिलाकै भिडियोमा भनेको छु कुन ल्याङ्ग्वेज एक्सेप्ट हुन्छ, कति लिनुपर्छ भन्ने कुरा। अब कुनै प्रोग्रामहरूको चाहिँ छुट्टै रिक्वायरमेन्ट नै हुन्छ। चाहिँ डेडलाइन पनि त्यही हरेक कोर्समा दिएको हुन्छ र अघि नै देखाइसकेको छु माथि। यो चाहिँ रेसिडेन्ट पर्मिट त पछि एडमिसन लेटर आइसकेपछिको कुरा हो। यिनी कुरा मैले त्यो भिडियो नि बनाउने छु। टेम्पोररी अथराइजेसन टु स्टेको, अनि त्यसपछि त्यो आइसकेपछि भिसा कसरी एप्लाई गर्ने, भिसा एप्लाई गरेपछि के गर्ने भन्ने त्यो चाहिँ छुट्टै भिडियो स्टेप बाई स्टेप बताउने छु। त्यसपछि चाहिँ अब प्रिपेयर द रिक्वायर्ड डकुमेन्ट चाहिँ के छ भनेपछि ब्याचलरको लागि र मास्टरमा हल्का मात्रै फरक छ, धेरै फरक त छैन होइन। एउटा फोटो चाहियो, फोटो भयो। अनि पासपोर्ट भयो। पासपोर्ट भइसकेपछि यो युरोपियन हेल्थ इन्सुरेन्स चाहियो। तर जो नन यु स्टुडेन्टहरूलाई चाहिँ यहीँ आइसकेपछि पे गरे नि हुन्छ होइन। डिप्लोमा रेकग्निसन गर्नु पऱ्यो। त्यो त यहाँ लेखेको नि छ। ब्याचलरको लागि चाहिँ पहिल्यै गर्छ, तर मास्टर्सको लागि यसै भइसकेपछि अनलाइनबाट एप्लाई गर्न मिल्छ उस एडमिसन यसै भइसकेपछि। त्यसपछि ट्रान्सक्रिप्ट चाहियो। यदि इङ्ग्लिसमा, फ्रेन्च वा जर्मनीमा छैन भने चाहिँ योभन्दा अरू ल्याङ्ग्वेजहरूमा तपाईँको ट्रान्सक्रिप्ट छ भने यिनी 3टा मध्ये एउटामा ट्रान्सलेट गर्नु पऱ्यो होइन। अनि ल्याङ्ग्वेज सर्टिफिकेट चाहियो, वा आइएल्स वा टोफेल दिएको ल्याङ्ग्वेज सर्टिफिकेट भयो। त्यसको बारेमा मैले पहिला नै भनेको छु। अनि अब अरू एक्स्ट्रा चाहिँ मोटिभेसन लेटर भइहाल्यो होइन। त्यसपछि सिभी भयो, टुर फ्री भयो। अनि लेटर अफ रेकमेन्डेसन चाहिँ हजुरहरूको कलेज वा स्कुल जहाँ पढ्नु भएको थियो त्यहाँको एटलिस्ट 2जना प्रोफेसरहरूले, प्रिन्सिपल वा हजुरलाई राम्रो लाग्ने प्रोफेसरहरूले चाहिँ रेकमेन्ड गर्नु पऱ्यो। कहिलेकाहीँ चाहिँ अब यहाँबाट यदि मेल गयो कस्तो छ तपाईँको बारेमा भनेर सोध्नलाई यहाँबाट मेल गयो भने चाहिँ उहाँहरूले रिप्लाई दिनु पऱ्यो है। अनि त्यसपछि एकाउन्ट बनाउनुपर्छ। एप्लाई गर्नुभन्दा पहिला एकाउन्ट बनाएर बल्ल एप्लाई गर्नुपर्छ। यहाँ गएर हेर्दाखेरि अब दिस इजमा फर्स्ट इनरोलमेन्ट होइन, जसको फर्स्ट छ ऊ चाहिँ फर्स्टमा जाने, दिस इजमा फर्स्ट इनरोलमेन्टमा जाने। तर हामीले गर्ने भनेको चाहिँ फर्स्ट ओर सेकेन्ड साइकलमा हो। तर अहिले खुलेको छैन, अहिले गर्न मिल्दैन, किनकि बल्ल फेब्रुअरी 1बाट एडमिसन सुरु हुने हो। एडमिसन सुरु हुनुभन्दा अगाडि चाहिँ एप्लाई गर्न मिलेन। यो चाहिँ मैले अब एडमिसन सुरु भइसकेपछि मैले एउटा भिडियो फेरि गराउने छु। एप्लाई कसरी गर्ने, कुन डकुमेन्ट कहाँ राख्ने भन्ने कुराहरू त्यो एप्लाई भिडियो गराउने छु। त्यसपछि अब एप्लिकेसन फी तिर्ने। एप्लिकेसन फी चाहिँ 100 युरो हुन्छ। तर यो चाहिँ नन रिफन्डेबल हुन्छ है, यहाँ लेखेको पनि छ नन रिफन्डेबल हुन्छ। अनि जसको एडमिसन आउँछ उसको चाहिँ फर्स्ट सेमेस्टरको फीबाट डिडक्ट हुनेछ। यो चाहिँ जस्तै फर्स्ट सेमेस्टरको फी 400 छ भने चाहिँ तपाईँले यहाँ आउँदाखेरि 300 मात्रै तिर्न पर्ने हुनेछ। अब कस्ट अफ लिभिङ एन्ड बजेट पनि यहीँ दिएको छ। हजुरहरू यहाँ गएर हेर्न सक्नुहुनेछ कस्ट अफ लिभिङहरू कति लाग्छ, बजेट केमा कसरी लाग्छ भन्ने कुराहरू। अनि त्यसपछि हामीले एप्लिकेसन सबमिट गर्ने हो। गरिसकेपछि चाहिँ सर्टेन टाइम पछि इन्टरनल इभ्यालुएसन हुन्छ। इन्टरनल इभ्यालुएसन भइसकेपछि अनि डिसिसन आउँछ। त्यसपछि बल्ल अगाडि बढ्ने अथराइजेसन टु स्टे
एप्लाई गर्ने, रजिस्टर अफ टाइटललाई एप्लाई गर्ने होइन, त्यो पनि मैले छुट्टै भिडियो बनाउने छु के डकुमेन्ट चाहिन्छ रजिस्टर अफ टाइटललाई एप्लाई गर्दाखेरि भनेर। जस्तै अब हाम्रो ग्रेजुएसन आएको हुन्न, त्यसको लागि छुट्टै अरू कुराहरू गर्नुपर्छ, त्यति बेलै मैले त्यो भिडियोमा भन्ने छु। आजको लागि यति नै गरौँ होला। भिडियो हेर्नुभएकोमा धन्यवाद। यस्तै भिडियोहरू अब इन्फर्मेटिभ भिडियोहरू हेर्न मन छ भने चाहिँ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला।